घन्टीमा गोबर अरे खाडीको जिन्दगी यस्तै हो र ग्याङहरूको भ्लग बनाइदिनु पर्यो। वेलकम छ गाइस मेरो यो सानो भ्लगमा सबैजनालाई सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। हामी सिधै खाडीबाट यो छ हाम्रो ग्याङ होइन। खाडीतिर अब कहिले डस्टबिन बोक्ने कहिले हतियार बोक्ने यस्तै हुन्छ हाम्रो हतियारहरू र खाडीको जिन्दगी यस्तै हो। अब यो हाम्रो ग्याङ हाम्रो टिम भनौँ न, अब केही लडाउनु परे अडाउनु परे यिनै हुन् हाम्रा ग्याङ टिम। के गर्नु अब नेपालतिर त्यस्तै छ अवस्था। अब हामी भोट हाल्नलाई अब नेपालमा छैनौँ। अब नेपालतिर हुनेलाई अनुरोध गर्न चाहन्छु कि यसपालि राम्रो नेता चुनौँ ताकि हामी पनि नेपालमै बसेर केही गर्न पाऊँ होइन। हेर हाम्रो हालत खाडीमा के छ कस्तो छ भन्ने अब तपाईँहरू पनि यो भिडियोबाट बुझ्न सक्नुहुनेछ। यसो आशा लागेको यसपालिको चुनावमा घन्टीबाट हो। सबैजनाले घन्टीलाई चुनौँ यसपालि, के हुन्छ हेरौँ होइन। हाम्रो ग्याङहरूको भ्लग बनाइदिनु पर्यो। हेलो 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 के छ गाइजहरू? के छ भाइ? ठिक छ दादा, ठिक छ।